दक्षिण कोरियाले ठ्याक्कै 3 महिनापछि नयाँ राष्ट्रपति पाएको छ। निवर्तमान राष्ट्रपति युन सक येलको असंवैधानिक कदम विरुद्ध महाभियोग लागि पदच्युत भएसँगै हिजो सम्पन्न राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार इ जे म्योङ नयाँ राष्ट्रपतिको रूपमा विजयी भएर आएका छन्। उनले कुल खसेको मतको 49.42% मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी पिपुल पावर पार्टीका किम मुन्सुले 41.1% मत प्राप्त गरेका थिए। हिजो बिहान 6 बजेदेखि साँझ 8 बजेसम्म भएको मतदानमा 79.4% मत खसेको थियो। यसअघि सन् 2022 मा सम्पन्न निर्वाचनमा 77.1% मत खसेको थियो। इ जे म्योङको विजयलाई आन्तरिक र बाह्य रूपमा समेत उत्साहका साथ हेरिएको छ। सन् 2022 को निर्वाचनमा झिनो मतले पराजित उनलाई अन्ततः 3 वर्ष 3 महिनापछि कोरियाली नागरिकले राष्ट्रपतिको रूपमा पाएका छन्। एउटा गरिब परिवारको बालक, कारखानाको मजदुरबाट वकिल, मेयर र कोरियाको सबैभन्दा ठूलो प्रान्त खेङ्गिदोको प्रमुख र अन्ततः देशकै कार्यकारी पदमा पुगेको विषयले पनि यति बेला चर्चा पाइरहेको छ। 61 वर्षीय इ जे म्योङले बाल्यकालमा प्राथमिक शिक्षा सकिए लगत्तै हातैले हार बनाउने कारखानामा काम गरे। केही समयपछि त्यो बन्द भयो र अर्को रबर कम्पनीमा पनि काम गरे। सोही कम्पनीमा काम गर्ने क्रममा उनको औलामा चोट लाग्यो। दोस्रो पटक पनि उनलाई औद्योगिक दुर्घटनामा नाडीमा चोट लाग्यो र उनी सैन्य तालिम गर्नबाट समेत वञ्चित भए। सोही क्रममा उनले अन्य बालबालिकाहरूले विद्यालयको पोसाकमा विद्यालय गइरहेको देखेपछि उनलाई पनि अधुरो पढाइ पूरा गर्ने रहर जाग्यो र माध्यमिक उच्च माध्यमिक तहको पढाइ हुँदै सन् 1986 मा उनले कोरियाको चुङआङ विश्वविद्यालयबाट कानुन विषयमा आफ्नो पढाइ पूरा गरे। अध्ययन सकिए लगत्तै उनले मानवाधिकार र श्रमसँग सम्बन्धित विषयमा वकालत गर्न थाले। त्यस्तै उनको परिचय सामाजिक अभियन्ताका रूपमा पनि बन्दै गएको थियो। सोही समयमा उनलाई यस्ता कतिपय विषयहरू आइलागे जुन उनी आफ्नो स्थानबाट पूरा गर्न सम्भव देखेनन् र अन्ततः सन् 2005 मा राजनीतिमा उमिए। सन् 2006 मा भएको स्थानीय निर्वाचनमा संगनाम शहरको मेयरको रूपमा उम्मेदवारी दिए तर पराजित भए। त्यसपछि पार्टीको सहप्रवक्ताको रूपमा रहे। सन् 2010 मा भएको स्थानीय निर्वाचनमा फेरि सोही शहरको मेयरको रूपमा उम्मेदवारी दिए र यसपटक भने विजयी भए। सन् 2014 मा भएको स्थानीय निर्वाचनमा पनि उनी पुनः विजयी भएर सन् 2010 देखि 2018 सम्म संगनाम शहरको प्रमुखको रूपमा जिम्मेवारी निभाए। राजनीतिक उचाइ बढ्दै जाने क्रममा विभिन्न विवादहरूमा मुछिँदै चर्चामा भने रहिरहे। यसैबीचमा सन् 2018 मा उनी कोरियाको सबैभन्दा धेरै जनसङ्ख्या भएको प्रान्त खेङ्गिदो प्रान्तको प्रमुख बने। सन् 2022 को राष्ट्रपति निर्वाचनमा उम्मेदवारीको तयारी सहित सन् 2021 को अक्टोबरमा सो पदबाट राजीनामा दिए। तर उनी सन् 2022 को मार्चमा भएको राष्ट्रपतीय निर्वाचनमा युन सक येलसँग पराजित हुन पुगे। पराजित भए लगत्तै जुन महिनामा भएको राष्ट्रिय सभा सदस्यको रिक्त पदको निर्वाचनमा उम्मेदवारी दिए र उनी विजयी भए। सोही वर्ष डेमोक्रेटिक पार्टीको दलको नेताको रूपमा पनि निर्वाचित भए। यो बीचमा इ जे म्योङमाथि हत्याको प्रयास समेत भयो। सन् 2024 को जनवरी 2 तारिकका दिन बुसानमा बन्दै गरेको नयाँ विमानस्थलको अवलोकन गर्ने क्रममा उनको घाँटीमा चक्कु प्रहार भएको थियो। लगत्तै उनको शल्यक्रिया गरी उपचार गरिएको थियो भने चक्कु प्रहार गर्ने व्यक्तिलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो। पक्राउ परेका व्यक्तिले बयानको क्रममा इ जे म्योङको हत्या गर्ने उद्देश्यका साथ चक्कु प्रहार गरेको बताएका थिए। उनको चर्चा निवर्तमान राष्ट्रपति युन सक येलले संकटकाल घोषणा गरेपछि अझै चुलियो। सशक्त रूपमा सो कदमको विरोध गर्ने प्रमुख नेताको रूपमा उनी नै उभिए र महाभियोग पनि सफल भयो। 2025 को अप्रिल 4 मा संवैधानिक अदालतले युन सक येललाई पदमुक्त गरे लगत्तै अप्रिल 9 मा दलको नेताबाट राजीनामा दिए र राष्ट्रपति पदका लागि उम्मेदवारी दिने तयारी सहित निर्वाचनमा उमिए। राजनीतिक रिक्तता पूर्ति र अर्थतन्त्र सुधारको मुख्य मुद्दा लिएर चुनावमा उमिएका उनलाई जनताले विश्वास गरे र 49.42% मत प्राप्त गर्दै विजयी भए। नवनिर्वाचित राष्ट्रपति इ जे म्योङले आज बिहान 11 बजे शपथ ग्रहण गरी पदभार समेत सम्हालिसकेका छन्। लामो राजनीतिक र सामाजिक इतिहास बोकेका उनको विजयले कोरियाली नागरिक मात्रै होइन अन्तर्राष्ट्रिय समुदाय पनि उत्साहित भएको छ। यो जटिल समयमा जिम्मेवारी सम्हाल्न आइपुगेका उनका सामु चुनौतीका पहाड छन् तर लामो अनुभवका कारण ती सबैबाट निकास निकाल्न सक्छन् भन्ने विश्वास गरिएको छ। हाम्रो तर्फबाट पनि उनलाई बधाई र शुभकामना। प्रवासी श्रमिकका हक अधिकारको सदैव रक्षा गरियोस्। हामीले श्रमको सही सम्मान र मूल्य पाइरहौँ। हाम्रो चाहना यति हो। ग्लोबल फूड मार्टमा 55,000 रोनको यति धेरै सामान, यो भित्र के छ त यो जान्नुको लागि चाहिँ स्क्रिनमा हेर्नु पर्ने हुन्छ है। खसीको ताजा मासु 2 केजी, बासमती चामल 1 केजी र टाइटिन चिउरा 1 प्याकेट।
कोरियामा सम्पूर्ण नेपाली खाद्य सामग्री पाइने मार्ट ग्लोबल फूड मार्ट सुवोन।